हेलो 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 स्वागत नमस्कार सम्पूर्ण साथीहरूलाई यो खाडी लाउरेको तर्फबाट हार्दिक नमस्कार। अब रातभरि आज निन्द्रा लागेन मलाई यो खाडी लाउरेलाई। के गरौँ जिन्दगीमा चाहिँ अलि केही राम्रो गर्नु पर्यो भनेर सोच्दै बिहान 8 बज्यो। अनि लास्ट टाइम अन्तिम निर्णय गरियो युट्युब ब्लग बनाउनु पर्यो भनेर निर्णय गर्यो। त्यही भएर चाहिँ अब अहिले त्यो मार्केटतिर चाहिँ अब माइक किन्नु पर्यो भनेर आएको छु। ल अब ल गाइजहरू ल सपोर्ट गर्दै गरौँ है, सब्सक्राइब गर्दै ल लाइक गर्दै भिडियोलाई ल। अनि खासमा चाहिँ मैले सर्ट भिडियोहरू बनाउने भन्ने मेरो पनि प्लान थियो, तर के भन्छ अरे अब अलि फेस देखाउन लाज लाग्यो कि अलि रूप नमिलेको, रङ नमिलेको, काले पर्यो। त्यही भएर यही नहीं अभी और सुनिए। लन्थ्याङ गरेको आफ्नो भविष्यलाई लन्थ्याङ परे किस्मतसँग आइयो। बॉस अपना माइक है इधर? हाँ, और यूट्यूब वीडियो बनाने के लिए माइक चाहिए। मोबाइल शॉप में इधर नहीं है। थैंक यू। अब जानु पऱ्यो फेरि मोबाइल सपतिर। म चाहिँ के गर्नु अब छैन होइन। चाहिँ मोबाइल सप ओपन भएन छ, माइक किन्ने भनेको। अब चाहिँ म जाँदैछु आफ्नो लन्थ्याङ परे किस्मतलाई अप्नाउनको लागि। मोबाइल सपतिर जाँदैछु। त्यो बिल्डिङमा छ मोबाइल सप चाहिँ। आउन त आइपुग्यो मोबाइल सपमा, तर मोबाइल सप पनि बन्द छ क्या हो। ल खाऊ आलु भान्जी अब तिमीले। त्यसमा साँच्चीकै लन्ठङै परेर रहेछ होइन। यो सप पनि बन्दै छ। ओ पारिख अब त्यसमा छ एउटा सप, त्यसमा जानु पऱ्यो फेरि। हेरौँ कस्तो छ त्यहाँ पनि किस्मत हेरौँ न त। गाइस हामी चाहिँ आइपुग्यौँ आउनु त, तर यस्तै तनाव हुँदो रहेछ। यहाँ थिएँ के बोल्नु पर्ने, के गर्नुपर्ने, अनि कस्तो खालको कन्टेन्ट बनाउने, आफूलाई त केही पनि आउँदैन। यस्तै बिचमा आयो माथस्ने। यो मार्केटमा पनि आइयो। अनि यहाँ आउँदै गर्दै त्यसमा पनि मान्छेहरू होइन छ। खत्म नहीं होता बे। त्यसमा पनि छैन मान्छे। त्यहाँ रहेछ त्यसमा माइक छैन है। म सोध्दै जान्छु। अपना YouTube चैनल के लिए जैसे यूज़ करते हैं ना, ऐसा वाला माइक नहीं किधर मिलेगा भैया? हेलो, गजब बेइज्जती है। किधर मिलेगा ऐसा वाला माइक? हाँ भाई साहब, किधर मिलेगा ऐसा वाला माइक? थ्याङ्क यू। माइक नमिलेपछि म बाहिर निक्लिसकेको छु। मलाई लाग्दैछ कि यो भिडियो बनाउन चाहिँ एकदमै कठिनै रहेछ होइन। बस हवा निकल गई। अब
दोकान पनि बन्द छ। युट्युब बनाउने, युट्युबको भिडियो बनाउने उसलाई चाहिँ यतै छोडेर जानुपर्छ कि हो फर्केर अब रुममा। यही नहीं, अभी और सुनिए। त्यति सजिलो रहेनछ भिडियो बनाउन। अब फेरि म भर्खरै त्यसमा चाहिँ भिडियो बनाउन बन्द गरिदिउँ जस्तो लाग्यो। तर के गर्नु, एकचोटि फेरि यतातिर अलिकता थोरै भए पनि अलि उ गरौँ न त। अरे कहना क्या चाहते हो? मार्केटतिर जाँदैछु अनि मैले सोचेको थिएँ कि सबै जो मान्छे भेटिन्छ तिनीहरूलाई सोध्छु भनेर, तिनीहरूसँग कुरा गर्दै बनाउँदै गर्छु सोध्दै गर्छु भनेको। त्यो गर्न पनि सकिँदो रहेछ। यस्तो डर लाग्दो रहेछ गाँठे। क्या बात? सँग चाहिँ अब कुरा गर्नै डर लाग्ने कि है, अब अरूको ठाउँ परदेशमा होइन। अब यही त हो गाइस परदेशको जिन्दगी। आपके पास माइक नहीं है? मैं ना भी यूट्यूब चैनल रेडी कर रहा हूँ सर, एक स्मॉल ब्लॉग शुरू कर रहा हूँ। थैंक यू सर, थैंक यू। तो यहाँ पनि छैन रे माइक, मेरो लन्ठन परा किस्मत। यो लन्ठन परा किस्मतले के गर्छ है, हेरौँ हेरौँ। तर हार त खान्न, म बनाउँछु भिडियो चाहिँ है। Hi boss, can I ask something? Can I ask something? बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। I am starting YouTube channel. So can you give me any tips? Content, how can I make content and everything? You making content, Yes. you explore where you live, where you want to go, what your desire. Yes. Okay. Okay. You also explore this place Okay. Okay. where we having a lot of things here Yes. for visit Yeah. to this country, Okay. and how it's better than this country to compare with the other countries. Understood. Okay. Thank you so much. Thank you. Thank you. कन्ठाङ परा किस्मतले घरला जस्तो छ है। फाइनली दुईजनालाई छोडेँ मैले होइन, एकदमै हिम्मत गरेर। ऊ त्यहाँ छ त्यो अर्को मार्केट चाहिँ। हार चाहिँ खाँदैन है गाई। छोटा सा यूट्यूब चैनल शुरू कर रहा हूँ। कुछ आप बोलिए मेरे को, कुछ टिप्स दीजिए ना, कैसे कैसे वीडियो कंटेंट कैसे होना चाहिए। किधर से आप? पाकिस्तान जिंदाबाद। नेपाल मालूम? नेपाल। थैंक यू। कुछ टिप्स नहीं दिया आप? थैंक यू सो मच। गाइज फाइनली एकजनालाई अरूलाई पनि सोधियो है। एउटा नयाँ चिज देखाउँछु हजुरहरूलाई। बिल्डिङ बन्दैछ। अब फेरि तपाईँहरूले भन्नु होला बिल्डिङ बन्नु त के ठुलो नयाँ कुरो र नेपालमा पनि थुप्रै बन्छ होइन। तर मेन कुरो मैले भन्न चाहेको चाहिँ के हो भन्दाखेरि अब यो बाटो त्यहाँ छ होइन, तर हेर्नुहोस् न बिल्डिङ कहाँ बनेको छ अब यहाँ हेर्नुहोस् न। त्यही भएर अस्ति बालेनले पनि हाम्रो नेपालतिर घर भड्काउने कारण त्यो हो कि। यार मैं कुछ पूछ सकता हूँ आपसे? मैं ना एक छोटा सा यूट्यूब चैनल ओपन कर रहा हूँ, ब्लॉगिंग शुरू कर रहा हूँ कुछ खाली टाइम पास करने के लिए। तो आप कुछ मुझे मोटिवेट करेंगे, कुछ टिप्स देंगे कैसे वीडियो बनना चाहिए कंटेंट। थैंक यू सो मच भैया, थैंक यू। तो यसले पनि मलाई भन्दै छ। तर एउटा कुरा गाइस, यसरी बाटो हिँड्दै गरेको मान्छेहरूलाई चाहिँ उभाएर ल म सोध्दैछु भनेर प्रश्न सोध्दै गर्दा कसैले बाटो हिँडेको मान्छेलाई किन चलायो भाइ, के गरे भनेर झन् लन्ठ्याङ परा किस्मतलाई झन् सुताइदिएला है। डर पो लाग्न थाल्यो मलाई त। ये बड़ी अच्छी बात कही आप। फाइनली आइपुग्यो गाइस। अब यहाँ चाहिँ हामी भित्र हेर्दैछौँ। यो पनि छ मार्केट, त्यो पनि छ मार्केट, दुईवटै मार्केटमा हेर्छौँ हामी। समझ रहे हो? अनि माइक भेट्यो भने चाहिँ भवाल भयो, माइक भेटेन भने फेरि के भएर।
हाँ माइक वीडियो बनाने के लिए छोटा इसमें स्मॉल माइक नहीं है इधर। किधर मिल सकता है आप बताएंगे? लड्डू में अच्छा इधर ये सामने वाला मार्केट में भी नहीं है? पता नहीं, मोबाइल से अच्छा थैंक यू। हाँ तो यहाँ पनि छैन अरे जाँदैछ। यहाँ पनि यो किस्मत लङ्घन गरेर यहाँ पनि जाँदैछु निराशा हुँदै। कतिसम्म मान्छेले किस्मत खराब हुनसक्छ यहाँसम्म टाइलेन्ट पनि हुनु पर्यो। अब अलिकति अनुहार पनि नपर्यो न अनुहार पर्यो न केही अब टाइलेन्ट भएको न डिफरेन्स टोटली मतलब वेस्ट धरतीमा बस भने जस्तो कि। अनि त्यही भएर चाहिँ अब म जाँदैछु अहिले चाहिँ त्यसैमाथि लन्ठ्याङ परे किस्मत। अनि हुन्छ त अनि अब भइयो त अनि अब युट्युबर तेरी माथा सुन्ने भनेर अब भन्नु भएन होइन। क्या बोला तूने? टिप्सहरू दिनुहोस् कमेन्ट मार्फत है। अब सब्सक्राइबहरू जे गर्न मन लाग्छ त्यही गर्नुहोस्। लाइक गर्नलाई मन लाग्ने लाइक, कमेन्ट गर्नेले कमेन्ट, सब्सक्राइब गर्नेले सब्सक्राइब। ये बड़ी अच्छी बात कही है। बाँकी चाहिँ अब हेरेर त्यति जान पाइँदैन, नत्र भने पर्याप्त झ्याप पार्न सकिन्छ है फेरि त्यहाँ भनेर भन्न हुन्थ्यो। तर अँटै नै हो, अरू केही होइन। अच्छा ठीक है। अब चाहिँ म घर आइपुग्न थालेँ। अब कोठामै बसेर बनाउनको लागि कन्टेन्ट बनाउन जान्नु पर्यो। अब ब्लग सुरु गर्छु भनेको अब बोल्न सक्दैन, अनि कसरी युट्युबर बन्ने होला म त यहाँ थिएँ। बस हवा निकल गई। म बस्ने बिल्डिङ त्यही हो लास्टको थियो। अब आइपुग्न लाग्यो फर्केर लन्ठ्याङ परा किस्मतले चाहिँ न केही दियो न केही दियो। माइकहरू हुन त अब आफ्नो ज्ञान पनि नभएको होइन, कहाँ पाइन्छ के पाइन्छ भन्ने कुराको। अब गएर चाहिँ मस्त सुट्नु पर्यो एकछिन। बाँकी अब हेरौँ के हुन्छ। सकेसम्म चाहिँ अब तपाईँहरूले अब मलाई साथ दिनुहोस् क्या अरे। अब हेरौँ आइयो, अब रुममा जानु पऱ्यो। गाइस सपोर्ट गर्नुहोस्, लाइक कमेन्ट सब्सक्राइबहरू गर्नुहोस्। बाँकी अगाडि के विषयवस्तुमा भिडियोहरू बनाउँदा राम्रो हुन्छ, कस्तो खालको कन्टेन्ट बनाउँदा राम्रो हुन्छ मलाई चाहिँ कमेन्ट गर्नुहोस्, साथ दिनुहोस्, सपोर्ट गर्नुहोस्। ल अहिलेलाई चाहिँ बाई बाई, टाटा, टेक केयर, आफ्नो ख्याल राख्नु। आइपुगे घर।